हेलो एभ्रिवान, गुड मर्निङ। अनि सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि आज चाहिँ हामी चन्द्रगिरी हिलमा जाँदैछौँ। यतै चन्द्रगिरीको गेट रहेको छ। अनि बाटो चाहिँ धेरै लामो छ, तर मैले क्लियर भिडियो बनाउनु पाएन। चन्द्रगिरीको गेटबाट स्टार्ट गरेको छु। अनि चन्द्रगिरी हिल जाने केबुल कार चाहिँ माथि रहेको छ। अनि गेटमै छ म चाहिँ पनि। यो चन्द्रगिरीको केबुल कार लाग्ने ठाउँमा आइसकेका छौँ। अनि धेरै लामो थियो, हामी चाहिँ तलदेखि हिँड्दै हिँड्दै आएको। अनि बिहान बिहान पनि के गाडीमा चढ्नु भनेर सबै हामी फ्यामिली चाहिँ हिँड्दै आइपुगेको छौँ। अनि ठाडो उकालो थियो, भिडियो बनाउने मौकै पाएन। मैले गेटदेखि भिडियो स्टार्ट गरेकी छु। म पनि यहाँको फर्स्ट टाइम हो। अनि कतिजना आउनुभएको छ होला, कोही आउनुभएको छैन होला, त्यहाँलाई मेरो भिडियो अन्तिमसम्म हेर्नु होला। म सबै देखाउने छु, जति मैले क्याप्चर गर्न सक्छु सबै क्याप्चर गर्नेछु। टिकट काउन्टर चाहिँ यहाँ रहेको छ भने। अनि मस्त पसलहरू छ। दाइ चाहिँ त्यहाँ टिकट ल्याउन गएको छ। अनि कसरी रे टिकट? 3990। कतिजनाको? 4 जनाको, 5 जनाको। त्यति धेरै एक्सपेन्सिभ पनि छैन टिकट, हो कि नै? एक्सपेन्सिभ त नआइ धेरै। आउने जान्छ होला। हो। मेरो पैसा सकेछ यार सबै। तैँले मलाई पैसा दिने होइन कि तेरो पैसा मैले होइन कि मेरो ऋण दिनु छ तैँले, ठिकै हुन्छ, त्यसैमा चुक्ता हुन्छ। मेरो दाइको हालत त्यस्तो, मेरो दाइको हालत त्यस्तो छ त्यो बाटोमा हिँडेर, बिचारा काम। इन्ट्री हुँदैछ। अनि मम्मी कति एक्साइटेड हुनुहुन्छ? एकदम धेरै कि थोरै? मम्मीको यो चाहिँ फर्स्ट टाइम हो है मेरो मम्मीको। अनि मम्मी हामीभन्दा पनि बढी मम्मी एक्साइटेड हुनुहुन्छ है। हामी इन्ट्री गइसक्यौँ यहाँबाट भित्र। अनि वाउ, भइसक्यौँ हामी। अब यहाँबाट चाहिँ भित्र जाँदैछौँ। यो चाहिँ टिकट रहेको छ। आज चाहिँ बुधबार रहेको कारण आज चाहिँ खासै भिड पनि छैन। अनि शनिबार चाहिँ धेरै भिड हुन्छ भन्नुहुन्छ यहाँको लोकल बासिन्दाहरूले। हजुर शनिबार बाहेक अरू दिन आउनु सक्नुहुन्छ यहाँ। अनि हाम्रोभन्दा अगाडिको टिम चाहिँ चढिसकेको छ। पोलिथिन चाहियो, पोलिथिन। यो गाडीमा चढ्ने बेला अनि यसमा चढ्ने बेला पनि एउटा सुविधा हुनुपर्ने थियो, भमिट नहुनुपर्ने। गाइस देखो देखो कहाँबाट काले आयो। यस फाइनली हामी आइपुग्यौँ। बिहानीवाला फिल आयो कि नै? बाहिर जाने यहीँबाट। हेलो गर्नु न मम्मी। रमाइलो माने खानु पुरै रमाइलो माने छ नि बिचरा आएर पहिला आएको होला र। देश ठुलो मत यही देशको धुलो कम छैन मेरो देश भन्छ सानो।
चन्द्रगढी रिसोर्ट रहेको छ जो टिकटकमा एकदम धेरै भाइरल भएको थियो। आज मैले पनि मेरो आँखाले देख्न पाएँ। यता बन्दै रहेछ, यता छौँ अनि हामीभन्दा पनि आज मम्मी धेरै खुसी हुनुहुन्छ। हाम्रो घर पनि मेरो जन्मस्थल पनि यस्तै ठाउँमा छ, तर यति विकसित चाहिँ छैन है मम्मी। के भन्न चाहनुहुन्छ तपाईँ? यति राम्रो, यति चिसो, यति राम्रो वातावरण। तपाईँहरू पनि आउन सक्नुहुन्छ। यहाँको केबुल कारको पैसा त्यति महँगो पनि छैन, आउन सक्नुहुन्छ। 1000भन्दा कम नै छ नि एउटाको, 800 जति छ क्या नि। एउटाको चाहिँ 800 छ है। अनि एउटा कार्ड ल्याउनु भयो भने चाहिँ हाफ हुन्छ, त्यसको स्टुडेन्टको हाफ हुन्छ। हजुर आइडी कार्ड बोकेर आउन सक्नुहुन्छ। यो चाहिँ यहाँ चाहिँ आएर आफूले ताल लाएर उइसहरू माग्यो भने पुरा हुन्छ अरे। यहाँ कति धेरै नाम पनि लेखेर राख्छन् नि। यहाँ चाहिँ उइसहरू माग्नुपर्छ अरे। यहाँ प्रेस भ्यू टावर चाहिँ त्यहाँ रहेको छ। अनि यहाँ चाहिँ जुत्ता चप्पल राख्नुहुन्छ। हामी चाहिँ अब यहाँदेखि मन्दिर दर्शन गर्न गइरहेको छौँ। कस्तो फिल भइरहेको छ? कस्तो फिल गाह्रो भइरहेछ हिँडेर। आज हाम्रो दादाको बोसो घटे खाए। मोटो मान्छेलाई धेरै धाउँछ, त्यही भएर पहिले पातलो हुने अनि आउने। सब सिक्ने भनेको छु। यहाँ आउने, टक्क हात खुट्टा धुने, सफा हुने। यहाँको मेन मन्दिर चाहिँ यही रहेको छ। अब हामी सबै पूजा गर्न रेडी भइसकेको छौँ। मेरो कपाल मिले सो हामी चाहिँ पूजा गर्न आइसकेको छौँ। कर्पूरगौरं करुणावतारं संसारसारं 20 minutes later. त्यसपछि हामी लाग्यौँ खाना खान, नास्ता खान। हामीलाई धेरै भोक लागिसकेको छ अनि हामीले पूजा गरिसक्यौँ, सबै घुमिसक्यौँ, भिडियो पनि बनाइसक्यौँ। त्यसपछि हामी खाना यहाँ आइसकेको छौँ नास्ता पाउने ठाउँमा। थाहा छैन अब नास्ता कस्तो पाउँछ। 1 hour later. अनि मन्दिरको यता भित्रतिर चाहिँ फन पार्क पनि रहेछ। बच्चाहरूलाई जे होस्, बच्चाहरूलाई टाइम पास गर्ने ठाउँ चाहिँ यहाँ रहेछ। फेरि बच्चाहरू छेउ माने पनि हजुरहरूले यहाँ ल्याउन सक्नुहुन्छ। सबैले जिप लाइन पनि रहेछ यहाँ। जिप लाइन कहाँदेखि कहाँसम्म हो? फेल जिप लाइन 100 मिटर। ओ यस, ए हो त्यहाँ पारदेखि सायद यहाँसम्मको जिप लाइन रहेछ। लालीग्रासको बोट कति सानो गमलामा लालीग्रास रहेको छ। यो चाहिँ लालीग्रासको बोट है। यो 2 hours later. रिटर्न भइसकेको छु। अब केबुल कार चढेर फेरि जहाँदेखि आएको त्यही जाँदैछौँ। अझै उयो डाँडो काटेर जानुपर्ने छ। यहाँ मलाई भमिट आउन लागिसक्यो। यही पुग्यौँ। अब 10 मिनट हिँडाएको भयो त मलाई भमिट स्योर आउँथ्यो। हामी चाहिँ बाहिर निस्किसकेको छौँ। आजको भिडियो यति नै रहेको छ। अनि सबैले हेरेर साथ दिनु होला, माया पनि गरिदिनु होला है।